हेलो गाइज, गुड आफ्टरनुन एभ्रिवान। हजुरहरूलाई कस्तो छ? आई होप हजुरहरू सबैजना संसारमै हुनुहुन्छ होला। अनि हामी चाहिँ खुट्टामा जुत्ता टक्क लाएर माथि नि ड्रेस टक्क लाएर भन्दै चाहिँ अहिले भाइरल सङ छ नि, गीत गाउँदै लखर 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 दिदी बहिनी हिँड्यौँ। हामीलाई कस्तो देखेको छ त? अनि छुट्टी त हुनै हुँदैन हेर्नु है, दुबई मलतिर हिँड्यौँ हामी चाहिँ। छुट्टी भयो कि त कता कता जाम 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 लागिहाल्छ हो। अब ड्युटीमा त ड्युटी नै भयो भने त छुट्टीको दिन पनि के बोरिङ भएर बस्ने रुममा भनेर चाहिँ हामी चाहिँ फाइनल्ली हिँड्यौँ है त बाहिरतिर। हाम्रो डेस्टिनेसन भनेको चाहिँ बुर्ज खलिफामा टिक टिक फोटो खिच्ने हो, भिडियो बनाउने। अहिले चाहिँ हामी दुबई मलमा। मान्छे व्यस्त देखेर मैले चाहिँ सोचेँ कि म मात्र बिजी, कहिले मैले सोचेको कामहरू गर्न पाउँदिनँ, फुर्सदै हुँदैन भनेर सोच्थेँ, तर सबै बिजी रहेछन्। अनि यहाँ चाहिँ चिसो एसीमा म चाहिँ टक्क 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 हिँड्नु पाउँदा चाहिँ खुसी छु हो। अनि यहाँबाट छिटो लिफ्टबाट चाहिँ म माथि पुग्ने कोसिसमा थिएँ, तर मेरो यो सोचाइ चाहिँ फलक खायो। किनभने हामी चाहिँ फाइनल्ली हाम्रो डेस्टिनेसनमा आएर टिक्क टिक्क फोटो नि खिच्यौँ, भिडियो नि बनायौँ। अनि तल चाहिँ हामी जान पाएन, किनभने यहाँ चाहिँ बनाउँदै गरेको रहेछ हो। अब फेरि भोलि पर्सि आउँदा अर्कै भइहाल्छ। यहाँ चाहिँ छिनछिनमै चेन्ज। अनि पिङ्की रहेछ मेरो ड्रेस जस्तै, यहाँ पानी फोरा। अनि मैले चाहिँ पिङ्की ड्रेस पनि लगाएको, अनि टिक 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 गरेर भिडियो नि बनाएँ। अनि यो ठुलो ठुलो बिल्डिङ देख्दा चाहिँ मलाई आफै मेरो आफ्नै बिल्डिङ भए पनि हुन्थ्यो जस्तो फिल भएको थियो। हजुरहरूलाई नि हुन्छ कि हुँदैन गाइज? अनि बाहिरको गर्मी देख्दा टेन्सन थियो, तर यो दुबई त्यो बुर्ज खलिफामा यो रङ्गिन चङ्गिन बल्दा चाहिँ आमामामा खुसी लाग्यो मलाई। फेरि त्यो अघिको गर्मीहरू सबै भुलिहालेँ मैले चाहिँ हो। कति राम्रो राम्रो रङ्गिन चङ्गिन फुल, फ्लावरै फ्लावर, के पो हुँदो रहेछ त यहाँ त। मैले त यस्तरी फर्स्ट टाइम देखेको हो। यति दामी दामी फ्लावरहरू, साउन्ड पनि दामी आउँदो रहेछ फेरि। अनि हामी चाहिँ यो हेरेर यति खुसी भयौँ। अनि मैले दिदीलाई फोटो टिक्क पार्नु भनेर नि भने हो। अनि मेरो पनि त टिक्क पार्नु पर्यो भिडियो त। अनि मैले पनि अलिअलि फेस त देखाउनु पर्यो, किनभने म यहाँ गएको थिएँ भनेर रिमेम्बर त राख्नु पर्यो नि त भनेर मैले पनि अलिअलि नाचेको जस्तो गरेँ। अनि हामी चाहिँ रमाई भिडियो बनायौँ हो। अनि यो पिक्चर ल्याउनु पाउँदा, नजिकैबाट पिक्चर ल्याउनु पाउँदा चाहिँ लास्टै खुसी लाग्यो मलाई। यति ह्याप्पी भएँ कि म आई एम सो 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 ह्याप्पी। अनि हामी फर्केर फेरि यता सी लाइनतिर आइपुग्यौँ। अनि यहाँ माछाहरू खेलेको देख्दाखेरि, यो फिसहरू चाहिँ आफ्नै तालमा हिँडेको देख्दा चाहिँ यस्तो पिसफुल मोमेन्ट भएको थियो हो। के गर्नु, जे होस्, कति दिन काम गरेर अनि एक दिन बाहिर घुम्नु पाउँदा पनि लास्टै आनन्द आउने रहेछ। अनि यस्तो थरी थरीको फिसहरू थियो कि आमामामा। मेरो दिदीले चाहिँ भन्दै हुनुहुन्थ्यो कि होइन यो यस्तो यस्तो चाहिँ कहाँबाट आएछ भनेर। अनि यो हेर्न पाउँदा चाहिँ लास्टै ह्याप्पिनेस भएको थियौँ हामी चाहिँ हो। अनि हामीलाई चाहिँ हिँड्दा हिँड्दा अहिले चाहिँ थाकेर, भोक पनि लागेर, खुट्टा पनि दुखेर, अनि हामी यो दुबई मलभित्र त अब ट्याक्सीतिर हिँड्न पाउँदैन नि त। अनि हामी चाहिँ घर फर्क्यौँ।